करिब 15 मिनेटपछि मम्मी बाहिर निस्कनुभयो। कुरा भयो, के भन्नु ज्योतिषीले? मैले सोधेँ। घरमै पुगेर भनौला, मम्मीले भन्नुभयो। रुममा पुगेपछि फेरि सोधेँ। ज्योतिषी त राम्रै रहेछ, अरू धेरै कुरा मिलायो, मम्मीले भन्नुभयो। सबै कुरा मैले ज्योतिषीलाई सुनाइसकेको थिएँ, नमिलाउने त कुरै भएन नि, मैले सोचेँ। अनि के भन्यो अरू? खै, खड्गो छ, बिहे नहुने, अरू नराम्रो पनि हुन सक्छ, सकेसम्म खड्गो विधि अपनाएर कटाएको राम्रो हुन्छ भन्छ। अनि के गर्नुपर्छ भन्यो होला नि त, मैले सोधेँ। भन्न पनि अप्ठ्यारो लाग्नेछ, नगरौँ भने पनि छोरालाई केही भइहाल्छ कि भन्ने डर भयो, गरौँ भने पनि गर्न गाह्रो, मम्मीले उदास अनुहार बनाएर भन्नुभयो। भनेको कुरा त भन्नु न, सुनेपछि गाह्रो सजिलो म पनि भन्नुला नि, मैले भने। खै बिहान शिवलिङ्गमा पूजा गर्नुपर्छ, त्यो त गाह्रो होइन, बुढा हुनुहुन्न, त्यसले कोही अर्को पुरुषलाई पनि उस्तै गरी पूजा गर्नुपर्छ रे। अनि पूजा गर्नमा समस्या के हुन्छ त, मैले सोधेँ। मेरो मुटुको ढुकढुकी झन्झन बढिरहेको थियो। पूजा मात्र गर्दा त समस्या हुँदैन, निर्वस्त्र हुनु रे, अनि अर्को पुरुष कता खोज्ने? जो पाए त्यहीलाई भन्नु पनि भएन। एउटा आशा भनेको तिमी छौ, मम्मीले भन्नुभयो। मैले के गर्नुपर्छ? बिहान सबैले पूजा गर्दा तिमी पनि आउनुपर्छ। हो र, निर्वस्त्र त लाज लाग्छ मम्मी, साथीको मम्मी पनि आफ्नै मम्मी जस्तै हो, त्यसरी निर्वस्त्र बस्न गाह्रो पो हुन्छ, मैले न्यु खोजेँ। गाह्रो छ नि, मन भएर गरेको होइन नि, ओ ज्योतिषीले त्यही उपाय हो भनेको छ, तिमीले मद्दत गरेनौ भने अरू कसलाई भन्न जाउँ, मम्मीले मायालु अनुहार बनाएर भन्नुभयो। के भनौँ, मलाई त एकदम अप्ठ्यारो लाग्यो, साथीले थाहा पायो भने के भन्ला, मैले भने। उसलाई भन्नु पर्दैन, कहाँ यस्तो कुरा सुनाउनु। आउनुहोस् कथा सुरु गरौँ शिवलिङ्गको पूजा। भोलि मम्मी आउँदै हुनुहुन्छ, फ्ल्याटमा सँगै बस्ने साथीले भन्यो। कहाँ सुत्ने हो? भर्खरै सरेको कोठा, जम्मा एउटा बेडरुममा 2वटा खाट थियो, अर्को कोठा किचन। हतार हतार सर्नु परेकाले सोचे जस्तो फ्ल्याट खोज्न भ्याइएन। हामी 2जना एउटा खाटमा अटाइहाल्छौँ, मम्मी अर्कोमा सुत्नुहुन्छ, साथीले भन्यो। मलाई भने अप्ठ्यारो लाग्यो, साथीसँग सँगै सुत्ने एउटा कुरा थियो, तर साथीको मम्मीसँग एउटै कोठामा सुत्ने कुराले लाज लाग्यो। भोलिपल्ट म अफिसबाट फर्किँदा साथीको मम्मी आइसक्नु भएको रहेछ। नमस्ते मम्मी, मैले नमस्कार गरेँ। राम्री हुनुहुँदो रहेछ। उमेरले 50 पुगे पनि 40को उमेर जस्तो लाग्ने, अनुहारमा अझै बुढौलीले छोएको थिएन, अनि छाती बाफ्रै कत्रा हुन्। मेरो त होस नै उड्यो, झन् लाज लाग्यो। साथीको मम्मीलाई यस्तो नजरले हेर्नु हुँदैन। साथीले उसको मम्मीको बारेमा धेरै कुरा पहिला नै भनिसकेको थियो। बिहे गरेर आएपछि सासूको कर्कश व्यवहारको सामना गर्दै कसरी परिवारलाई मिलाउँदै समाजमा पनि राम्रो बुहारीको आदर्श स्थापित गर्नुभयो भन्ने थुप्रै कहानीहरू भनेको थियो। महिनौसम्म उसले भनेका कथाहरू सुन्दा मैले मम्मीलाई छुट्टै कल्पना गरेको थिएँ। यस्तो राम्री अनि जवान हुनुहुन्छ भन्ने मैले सोचेकै थिइनँ। बिहानै उठेर पूजा गर्ने, मन्दिर अनि भजन कीर्तन सुन्न मन गर्ने, एउटा आदर्श बुहारीमा हुनुपर्ने गुणहरूको बारेमा साथीले पहिल्यै भनिसकेको थियो। हेर्दा लाग्दैन थियो कि मम्मीमा यस्तो आस्था छ। मम्मी आएको दिनदेखि कोठामा छुट्टै उमङ्ग छाएको थियो। मम्मीले मिठो मिठो पकाएर खुवाउनु भयो। त्यो रात मम्मी एउटा खाटमा अनि हामी अर्को खाटमा सुत्यौँ। हल्का जाडो सुरु भइसकेकाले 2जना सुत्न समस्या थिएन। राति सुत्ने बेला बत्ती निभाएपछि मम्मीले लुगा चेन्ज गरेर म्याक्सी लाउनु भएको देखेँ। बस त्यतिले गर्दा रातभरि मम्मीकै बारेमा सोचिरहेछ। शरीर तातिरह्यो। कोठाको हावामा पनि मम्मीकै मिठो बस्न आएको जस्तो लाग्थ्यो। म बिहान उठ्दा साथी र मम्मी उठेर मन्दिर जानुभएको रहेछ। बाथरुम गएर आएँ। कोठाभित्र छिर्दा मम्मीको ब्याग देखेँ। भित्र खोलेर हेर्न मन लाग्यो। मिलाएर राखेको लुगाहरू बिग्रेला कि भन्ने होस गर्दै एक एक गर्दै ब्यागको चेनहरू खोल्दै भित्र हेरेँ। मुटु ढुक्क ढुक्क गर्न थाले। चोरी गरे जस्तो, कसैले थाहा नपाउने गरी यसरी खोज तलास गर्दा छुट्टै हताश हुने रहेछ। घरिघरि फ्ल्याटको ढोकामा
कसैले ढौटक गरिहाल्छ कि भन्ने डर लाग्थ्यो। ब्यागको एउटा खल्तीमा मम्मीको मेकअप गर्ने सामानहरू थिए। क्रिम, पाउडर, लिपस्टिक, चिपस्टिक अनि अरू थरीथरीका ब्रस अनि के हो के। ब्यागको अर्को ठुलो खल्तीमा साडी, ब्लाउज, ट्राउजर, सर्ट, टी सर्ट सबै थरीका लुगाहरू थिए। निकालेर हेरे, बास्न सुग्न मन लाग्यो। धोएर राखेकाले साबुन र सरफको बाहना मात्र थियो। ब्यागमै मिलाएर राखे। ब्यागको साइडको अर्को पकेट खोले। मिलाएर राखेको थिएन। बाहिर निकाले। मग बास्न आइहाल्यो। धुन राखेको जस्तो लाग्यो कि मैले उहाँ साथीको मम्मी भनेर पनि बिर्सिएँ। साथीको मम्मी हुन्, अर्को मनले भन्यो। मनमा त के आयो के। ढोकामा कोही आयो कि भनेर झ्यालबाट निहाले, कोही थिएन। कोही आइहाल्यो भने ब्यागबाट हालेर बिस्तारै चेन लगाएर बाथरुममा छिरिहाल्छु भन्ने मनमा नै प्लान बनाए। ठम्मेलका केटीहरूलाई देख्दा मनमा एक थरी कुरा आउँछन् भने एउटा पवित्र महिलालाई देख्दा अर्को थरी कुरा आउँछ। केटी जति पवित्र भयो त्यति नै उसका अङ्गहरू सोच्दा उत्तेजना बढी आउँछ। सबैले समातेका अङ्गहरू देख्दा मनमा त्यति उत्तेजना आउँदैन। मम्मीलाई साथीले यसरी बयान गरेको थियो कि मनमा उहाँलाई लिएर निकै राम्रा कुराहरू मात्र थिए। जति सङ्लो पानी त्यति नै धमिलो पार्दा मजा आउँछ। पहिला नै धमिलो भइसकेको पानीलाई थप धमिलो बनाउँदा खासै रमाइलो हुन्न। मम्मी त्यही सिङ्गो सफा पानी थिइन्। कपडाहरू मिलाएर ब्यागमै राखिदिए। 2 घन्टापछि साथी र साथीको मम्मी फर्कनु भयो। मन्दिर पुगेर आउनुभएको रहेछ। केही दिन यसरी नै चल्यो। मम्मी आउनुभएको हप्ता दिन बितिसकेको थियो। शुक्रबार राति साथी उसको अरू साथीसँग बाहिर निस्केको थियो। त्यो रात फर्किएन। भोलिपल्ट बिहान मम्मीले मलाई मन्दिर लग्दिन भन्नुभयो। बाइकमा राखेर उहाँलाई बिहानै पशुपति पुर्याएँ। उहाँले पूजाआजा गरेपछि फर्काएर ल्याएँ। दिउँसो साथी आयो। केही दिन ट्रेकिङ जाने भनेर प्लान बनेछ। प्याकिङ गरेर साथी हिँड्यो। त बेलुकी मम्मीले उहाँलाई दिदीको घरमा पुर्याइदिन भन्नुभयो। मम्मी तयार हुनुभयो। मम्मीले उहाँको दिदीको घरमा छोडेर आए। त बेलुका रुममा एक्लै भएँ। भोलिपल्ट दिउँसो मम्मीको फोन आयो। उहाँलाई लिन गएँ। त बेलुका मम्मीले खाना पकाउनु भयो। खाना खाएपछि मम्मी खाटमा बसेर मोबाइल चलाउन थाल्नुभयो। म अर्को खाटमा सुतेर मोबाइलमा व्यस्त भएँ। तर मेरो नजर भने मम्मीमै थियो। लुकी उहाँलाई चियाइरहेको थिएँ। मेरो मोबाइलमा यो के आएको हो मम्मीले सोध्नुभयो। म उठेर उहाँको खाट नजिक पुगेर मोबाइल मागे। अनेक थरी एपहरू इन्स्टल भएका रहेछ। स्क्रिनभरि थरीका विज्ञापनहरू खोनिएको थियो। एक गर्दै नचाहिने एपहरू डिलिट गरे। चिसोमा नउभियो, खाटमा बस। झन्डै 5 मिनट मम्मीको खाटको साइडमा उभिएपछि मम्मीले भन्नुभयो। मम्मीको खाटमा बस्न लाग्दा मम्मीले सिरक उचालेर खुट्टाभित्र हाल्न इसारा गर्नुभयो। मलाई चिसो लाग्छ भनेर बडो पवित्र मनले मम्मीले गर्नुभएको यो कामप्रति मेरो मनमा भने अनेक थरी कुराहरू खेल्न थाले। ढिलो गरेर मम्मीको मोबाइलमा काम गरिरहे। चाख दिएर मम्मीले मैले के गरेको छु भनेर हेर्दै हुनुहुन्थ्यो। एक गर्दै मैले गरेको कामको बयान गर्दै मोबाइल चलाइराख्दा सिरकभित्रको न्यानोपन महसुस भइरहेको थियो। मम्मी यताउता चल्दा उहाँको खुट्टाले मेरो खुट्टामा बेलामा स्पर्श गर्थ्यो। मोबाइल बनाएर मम्मीलाई दिएँ। हेर्नु न अब मिल्यो, मैले भने। मम्मीले मोबाइल चलाउनु भयो। एकछिन त म चुपचाप मम्मीकै खाटमा बसिरहेँ। मम्मी टिकटकमा भिडियो हेर्न बिजी हुनुभयो। गफ गर्न पाए पनि हुने नि, के कुरा गर्ने होला म सोच्नु थालेँ। मम्मी तपाईँ व्रतहरू बस्नुहुन्छ? उत्तर थाहा भए पनि सोधिहाले। बस्छु, मम्मीले भन्नुभयो। ए, कुन बस्नुहुन्छ? एकादशीमा बस्छु, अनि अरू ठुल्ठुलो चाडबाडमा पनि बस्छु। ए, मैले भने। मम्मीले त्यो बेला 5 कक्षासम्म मात्र पढ्नुभएको कुरा साथीले भनेको थियो। पढ्न लेख्न राम्रोसँग आउने बाहेक उहाँलाई अरू धेरै शैक्षिक ज्ञान थिएन। एकछिनपछि मम्मीले मोबाइल चलाउन छोड्नुभयो अनि सोध्नुभयो। मेरो केटाले बिहे गर्ने कुरा गर्छ कि गर्दैन? मैले भनेको मान्दै मानेन। यसको कोही केटी साथीहरू छैनन्? मम्मीले सोध्नुभयो। खै केटी साथीहरू त छन्, बिहे गर्ने खालको हो कि होइन
त्यो चाहिँ थाहा छैन। मैले सत्य कुरा भनिदिएँ। यसलाई बिहे गर्ने उमेर भयो भनेर सम्झाउनु पर्नेछ, मम्मीले भन्नुभयो। मैले सम्झाएर त के होला र, बिहे अहिले गर्दैन जस्तो कुरा गर्छ, मैले थोरै कुरा थपेर भने। हो र, उमेर भइसक्यो, यसको बिहे गर्दैन पाए ढुक्क हुन्थ्यो, मम्मीले भन्नुभयो। चिना देखाएर हेर्नु न, चिनेको ज्योतिषी छ, एकदम चर्चित छ, ठ्याक मिलाउँछ। मैले केही बेर सोचेर भने। हो र, भोलि जाउँ न त, मम्मीले भन्नुभयो। आजको भोलि त पाइँदैन होला मम्मी, एकदम भिड हुन्छ, पालो पो कुर्नुपर्छ, मैले गफ हाने। ती ज्योतिषी मेरो गाउँकै एकजना दाई हुन्, चिनेको। हामी सानो हुँदा ती दाई गाउँमा पुटपटङ काम गरेर सबैलाई हैरान गर्थे। अहिले ज्योतिषी बनेर खुब पैसा कमाएका छन्। गफ हान्ने यस्तो शैली छ कि जस्तो कुरा पनि पत्याउने गरी भन्दिन सक्छ। एकपटक बुझी हेर न त, मम्मीले भन्नुभयो। मैले मुल्टो हल्लाएँ। केही बेर म सुत्नका लागि आफ्नै खाटमा फर्किएँ। भोलिपल्ट ती दाईलाई फोन गरेर सबै कुरा मिलाएँ। बुढालाई पैसा दिएपछि जे पनि गरिदिन्थे। एकदम भिड हुन्छ रे मम्मी, कुरा गरेको थियौँ। दिउँसो 5-10 मिनट समय मिलाइदिन्छु भनेका छन्। चिनोको मान्छे भनेर मात्र हो, नत्र समय पाउनै गाह्रो रहेछ। दिउँसो जाने हो, मलाई पुर्याइदेऊ न है, मम्मीले भन्नुभयो। दिउँसो मम्मीलाई ज्योतिषीकोमा पुर्याएँ। एकछिन कुरेपछि मम्मीको पालो आयो। तिमी पनि आऊ, मम्मीले सँगै आउन भन्नुभयो। ज्योतिषी दाईलाई पहिले नै मैले सबै कुरा अर्थाइसकेको थिएँ। ढोका बन्द गरेपछि बाहिरको भिडको आवाज बन्द भयो। सामान्यकै सोफामा दाईले बस्न भने। मम्मीसँग साथीको जन्ममिति, जन्मस्थान आदि सोधेर दाईले केही बेर सोचेर बोले। बिहे त हुन्छ, तर छिट्टै हुने देखिँदैन। कम्तीमा 7 वर्ष कुनै लगन छैन। 7 वर्ष त ढिलो भइसक्छ। केही गरेर छिटो लगन जुराउनु मिल्दैन, मम्मीले सोध्नुभयो। गाह्रो छ, सानो खड्गो पनि देखिन्छ। बाबुले बाइक गाडी के चलाउनुहुन्छ? चलाउँछ। अलिक होसियार हुनुपर्नेछ, शनि उच्च छ, यसैको कारण पनि बिहे छिटो हुँदैन। के गर्ने होला? मम्मीलाई चिन्ता पर्यो। शनिको दशा काट्नुपर्छ। उपाय छ, तर अलिक दुःख गर्नुपर्छ। जति दुःख परे पनि गरौँला। उपाय के छ? मम्मीले सोध्नुभयो। आजको मितिबाट बिहान घाम उदाउनु अघि र बेलुका घाम अस्ताएपछि शिवलिङ्गमा जल चढाउनु पर्छ। यतिमा के दुःख हुन्छ र? मम्मी खुसी हुनु हो। पख्नुस् न, भन्नै बाँकी छ। जल चढाउँदा शरीरमा मात्र एक सरो रातो वस्त्र हुनुपर्नेछ। त्यो वस्त्रले मात्र टाउको ढाक्नु। 4 गुच्छा रातो रङको फुल, 4 चिम्टी रातो अबिरले पूजा गरेर 4 पटक शिवलिङ्गको परिक्रमा गरेपछि छोराको बुवालाई पनि उस्तै गरी पूजा गर्नुपर्नेछ। ए, छोराको बुवा त हुनुहुन्न, अरू केही उपाय छ? मम्मीले भन्नुभयो। साथीको बुवा बितेको 10 वर्ष भइसकेको थियो। मैले ज्योतिषी दाईलाई सबै कुरा सुनाइसकेको थिएँ। तपाईँ एकछिन बाहिर जानुहोस्, दाईले मलाई भन्नुभयो। म उठेर बाहिर गएँ। मलाई बाहिर पठाएपछि यस्तो भन्नु भनेर त्यो दाईलाई पहिल्यै कुरा भनिसकेको थियो। करिब 15 मिनटपछि मम्मी बाहिर निस्कनु भयो। कुरा भयो, के भन्नु ज्योतिषीले? मैले सोधेँ। घरमै पुगेर भनौँला, मम्मीले भन्नुभयो। रुममा पुगेपछि फेरि सोधेँ। ज्योतिषी त राम्रै रहेछ, अरू धेरै कुरा मिलायो, मम्मीले भन्नुभयो। सबै कुरा मैले ज्योतिषीलाई सुनाइसकेको थिएँ। नमिलाउने त कुरै भएन नि, मैले सोचेँ। अनि के भन्यो अरू? खै, खड्गो छ, बिहे नहुने, अरू नराम्रो पनि हुन सक्छ, सकेसम्म खड्गो विधि अपनाएर कटाएको राम्रो हुन्छ भन्छ। अनि के गर्नुपर्छ भन्यो होला नि त, मैले सोधेँ। भन्न पनि अप्ठ्यारो लाग्नेछ। नगरौँ भने पनि छोरालाई केही भइहाल्छ कि भन्ने डर भयो। गरौँ भने पनि गर्न गाह्रो। मम्मीले उदास अनुहार बनाएर भन्नुभयो। भनेको कुरा त भन्नु न, सुनेपछि गाह्रो सजिलो म पनि भन्मुला नि, मैले भने। खै बिहान शिवलिङ्गमा पूजा गर्नुपर्छ, त्यो त गाह्रो होइन, बुढा हुनुहुन्न, त्यसले कोही अर्को पुरुषलाई पनि उस्तै गरी पूजा गर्नुपर्छ रे। अनि पूजा गर्नमा समस्या के हुन्छ र? मैले सोधेँ। मेरो मुटुको ढुकढुकी झन्झन बढिरहेको थियो। पूजा मात्र गर्दा त समस्या हुँदैन, निर्वस्त्र हुनु रे, अनि अर्को पुरुष कता खोज्ने? जो पाए त्यहीलाई भन्नु पनि भएन। एउटा आशा भनेको तिमी छौ, मम्मीले भन्नुभयो। मैले के गर्नुपर्छ? बिहान सबैले पूजा गर्दा
तिमी पनि आउनुपर्छ। हो र निर्वस्त्र त लाज लाग्छ मम्मी। साथीको मम्मी पनि आफ्नै मम्मी जस्तै हो। त्यसरी निर्वस्त्र बस्न गाह्रो पो हुन्छ। मैले न्यु खोजेँ। गाह्रो छ नि, मन भएर गरेको होइन नि। ओ ज्योतिषीले त्यही उपाय हो भनेको छ। तिमीले मद्दत गरेनौ भने अरू कसलाई भन्न जाउँ? मम्मीले मायालु अनुहार बनाएर भन्नुभयो। के भनौँ, मलाई त एकदम अप्ठ्यारो लाग्यो। साथीले थाहा पायो भने के भन्ला? मैले भने। उसलाई भन्नु पर्दैन, कहाँ यस्तो कुरा सुनाउनु। ज्योतिषीलाई विश्वास गर्दैन उसले, गाली गर्छ ज्योतिषीको कुरा गर्यो भने। हुन्छ, म भन्दिनँ मम्मी। भोलि बिहान तयार हुनु है, मम्मीले भन्नुभयो। यस्तो ज्योतिषीमा विश्वास गर्नेहरूको दिमाग उठ्न कति सजिलो हुने। मलाई बिहान कति बेला हुन्छ भन्ने हुटहुटी भइरह्यो। सबैले मम्मी उठेको थाहा पाएँ। बाथरुम गएर आउनुभयो। बाबु उठ है भन्नुभयो। म बाथरुम गएर फर्किँदा एउटा सानो शिवलिङ्ग टेबलमा राखेर रेडी हुनुभएको रहेछ। सुरु गर्नुपर्छ अब, लुगा खोल्दा हुन्छ। यो उमेरमा पनि यस्तो फिगर कसरी सम्भव हुन्छ? टेबलमा सानो शिवलिङ्गमा पूजा गर्न थाल्नुभयो। त्यसपछि के गर्नुभयो मैले याद गरिनँ। कल्पनाहरू झनै कठोर बन्थे। अनि फेरि साथीको मम्मी भन्ने याद आयो। फेरि ती कडा विचारहरू नरम बन्दै गए। के हो के? कल्पना कसले रोक्न सक्छ र? लुगा खोल न भनेर मम्मी बोलेपछि बल्ल कल्पनाको संसारबाट बाहिर निस्के। मेरो आँखा मम्मीको सुन्दर आँखामा पुग्यो। लाजले गाला रातो अनि आँखामा माथ चढेको थियो। म एकछिन अल्मलिएँ। जाडो भइसक्यो, छिटो गर न, मम्मीले भन्नुभयो। यो सब कुरा पत्याएको देख्दा मम्मीप्रति माया लाग्यो। झन्डै 10 मिनट लगाएर मम्मीले काम सक्दासम्म हामी चुपचाप बसेका थियौँ। सकेपछि मम्मीले टेबलबाट लुगा लिनुभयो अनि लुगा लगाएर किचनतिर लाग्नुभयो। मैले पनि लुगा लगाएँ। बिहान खाना खाँदा पनि हामी चुपचाप थियौँ। दुवैजनाको कसरी बोल्ने होला भन्ने स्थितिमा थियौँ। अनन्त मलाई मौन बसिराख्न गाह्रो भएकाले मैले बोल्ने निर्णय गरेँ। ज्योतिषीले भनेको सबै कुरा भयो? केही बाँकी छ र मम्मी? मैले सोधेँ। बाँकी छैन, यति गर्नु पर्ने थियो, भइसक्यो अब, मम्मीले भन्नुभयो। यसरी हे मम्मी, तपाईँले देख्नु नपर्ने कुरा देख्नुभयो। मलाई निकै अप्ठ्यारो लागेको थियो, मैले भने। जे भयो भयो, केटालाई नभन नि, मम्मीले साथीलाई नभन्न सम्झाउनु भयो। यस्तो कुरा त किन भन्छु होला र? गाह्रो हुने रहेछ है, मैले भने। भयो छाडिदियो यो कुरा, मम्मीले कुरा गर्न अप्ठ्यारो मान्नुभयो। शिवलिङ्गको पूजाको भाग 2 लिएर छिटै उपस्थित हुनेछौँ। कथा कस्तो लाग्यो प्रतिक्रियाका लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लाग्यो भने 1 लाइक अवश्य गर्नुहोला। हवस् त, धन्यवाद। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।